कहिलेकाहीँ जीवन यस्तो लाग्छ, सबै कुरा सक्यो जस्तो लाग्छ र जीवन बिस्तारै अन्धकारमय हुँदै गएको महसुस गर्न थाल्छौँ। आशा हराउँदै गएको अनुभव, मनभित्रको शान्ति गुम्दै गएको महसुस हुन्छ। साथै विश्वास गरेको सबै ठाउँबाट विश्वासघात भएको नमिठो अनुभूति हुन्छ। तर त्यही अन्धकार, निराशा, अशान्ति र विश्वासघातको बीचमा पनि एउटा प्रेमिल र उज्यालो आवाज प्रतिध्वनित हुन्छ। अब यी शब्दहरू हाम्रा हृदयको भित्री अन्तस्करणसम्म पुग्दछ। सत्य, आशा, प्रेम, शान्ति र विश्वासको आवाज, यो नै हो इको अफ लाइट। यहाँ हामी तपाईहरू बीचमा मानव जीवनसँग सम्बन्धित भिडियोहरू राख्नेछौँ। बाइबलका प्रतिज्ञाहरू, प्रार्थना, उत्साहले भरिपूर्ण जीवन, परिवर्तनकारी वचन, बाइबलबाट मानव जीवनसँग सम्बन्धित गहिरा र सत्य कुराको जानकारी, आत्मिक जागृतिको वचन, प्रश्नोत्तरी, जसले बाइबलभित्र लुकेका सन्देश खोज तलास गर्दै र हरेक जो चिन्ता, फिक्री, निराशा, अन्योलता, रोग, गरिबीले प्रताडित मानिसको जीवनमा उज्यालो ज्योति ल्याउने कथाहरू प्रस्तुत गर्दछौँ। यदि तपाईँले पनि स्वर्गबाटको यो उज्यालो खोजिराख्नु भएको छ भने आउनुहोस्, आजबाट नै हामी सँगसँगै यात्रा गरौँ अन्धकारबाट जीवनको ज्योतितर्फ। वेलकम टु इको अफ लाइट।